सोनीको दिन रहेको छ अनि म र मेरो साथी आएको हेर्न सक्नुहुन्छ we are here अब तपाईहरु देख्न सक्नुहुन्छ हैन यही ढोकाबाट मिस त्यहाँबाट निस्काउने हो दुर्गा मातालाई अनि यहीबाट गाडी ल्याउने हो त पोखरीतिर भसाउनलाई अनि तपाईहरु देख्न सक्नुहुन्छ अब निस्काउँदै छन् निकाल्दै हुनुहुन्छ दुर्गा मातालाई अब तपाईहरु देख्न सक्नुहुन्छ यहाँ निकाल्दै छन् यहाँ सबैजना देख्नु यहाँ पनि निस्काउँदै हुनुहुन्छ अब यहीबाट निकालेर डाइरेक्ट सिधै लग्ने उता बाटो छ अगाडि अनि त्यही अगाडि गएर भसाउने हो देख्न सक्नुहुन्छ हैन कति धेरै भिड रहेको छ अगाडि सबैतिर चाटै साइडदेखि धेरै भिड रहेको छ हामी बीचमा छौं अहिले मिस अगाडि अब भिड पुरा रहेछ धेरै मान्छे त धेरै चटाउन छ हैन अब अगाडि गएर अब हामी पनि जानेछौं पहिला भगवानलाई निस्किन दिइरहेको छौं यहाँ त्यसपछि हामी यहाँबाट निस्किने छौं खै अब देखेर त हामीलाई मिस महिलाको लाइनको जस्तो लागिरहेको थियो त्यही भएर अब पछाडी जान लाग्यो हैन अनि पछाडी गएर अर्को साइडदेखि फेरि अगाडि जाने छौं त्यही भएर अब पछाडी यहाँदेखि जाने हो तपाईहरु देख्न सक्नुहुन्छ हैन मिस अगाडि आइसकेको छौं हामी अनि यहाँदेखि रेकर्डिङ गरिरहेको छु देख्न सक्नुहुन्छ कति धेरै भिड रहेको छ अगाडिसम्म पुरा त्यही हो दुर्गा मातालाई राखेको त्यहीबाट अगाडि भित्र छिराउने पोखरीतिर अनि त्यही भसाउने हो अनि देख्न सक्नुहुन्छ कति धेरै भिड रहेको छ अहिले नि मान्छेहरु धेरै टर्न पछाडी छ के अनि धेरै ठुलो लाइन रहेछ लगभग यहाँदेखि अझै 100 मिटर 200 मिटर पछाडीसम्म लाइन होला मान्छे त धेरै नै रहेछ यो पछाडी अहिलेसम्म त धेरै मान्छे आउन बाँकी नै छ अनि अब हामी अगाडि जान लागेको देख्न सक्नुहुन्छ हैन उता त्यो कुनामा नि धेरै मान्छेहरु छन् अनि अझै अब उताबाट आउने हो यही हो मेन लिडर यहाँको वो साइड से बा दोनों साइड का पूरा कुनामा हैन मान्छेहरु छन् अनि अब चाटै साइडदेखि हुने हो कुना भरा हुआ है यहाँ देख्न सक्नुहुन्छ हैन यही बाटो भित्र लग्ने हो देख्न सक्नुहुन्छ हैन त्यो पोखरीतिर लग्दैछ अहिले अनि भित्र अब लग्दैछन् अनि त्यहाँ पोखरीतिर लग्दैछ एउटा मिस मूर्ति लिएर लगिसकेको छ अर्को नि त्यहाँ लगिरहेछ अब भित्र गएर त्यहाँ भसाउने हो सबैजना अगाडि गएर अर्कोपल्ट हैन पहिला अब मिस त्यो फायरिङ पनि हुन्थ्यो भसाउनुभन्दा अगाडि तर यो पल्ट खै किन भएन किनभने त्यो थाहा भएन तर पहिला फायरिङ पनि हुन्थ्यो यहाँ अनि एउटा मन्दिर पनि हुन्थ्यो त्यहाँ अनि यहाँ नि हुन्थ्यो फायरिङ बसाउनुभन्दा अगाडि तर यो पल्ट भएन खै के हो किन भएन राम्रोसँग हामीलाई नि थाहा भएन यो पल्ट किन फायरिङ गर्नु भएन र अब खै त्यही पहिला त हुन्थ्यो फायरिङ नि तर यो पल्ट भएन फायरिङ के हो खासमा के रिजन त्यो हामीलाई नि थाहा भएन देख्न सक्नुहुन्छ कतिजना भिड रहेको छ त्यहाँ अब यहाँ भाइहरु पनि यो साइडदेखि धेरैजना मिस पानीमा जाँदैछ पौडी खेल्नलाई त्यहाँ जानलाई खै किन जान दिइरहेको छैन त्यो साइड अब त्यही होला सेफ्टीको लागि किनभने यिनीहरू बच्चा हैन अब त्यहाँ गएपछि फेरि केही उता हुन्छ नि अब बच्चा छ त्यहाँ गएर के भयो भने त्यही भएर तिनीहरूलाई जान दिइरहेको छैन अब तपाईँहरू देख्न सक्नुहुन्छ उताबाट मिस सबैजना फर्किँदैछ बसाएर
अनि सबजना आउँदैछ हल्लाहरू गर्दै। अब यस्तै हो त्यहाँबाट अब सबैजना आउँदैछ बसाउन नि हाम्रो चाटी साइड पुरा पिरिरहेको छ देख्न सक्नुहुन्छ। अब यहाँबाट हामी पनि जान लागेको यहाँ सबै कामहरू सक्यो। पहिला तर फायरिङ हुन्थ्यो खासमा तर योपल्ट खै किन भएन अब हामीलाई नि थाहा भएन राम्रोसँग किन भयो भएन। अब हामी नि जान लागेको ल गाइज आजको लागि यतिकै नै ब्लगमा। अब अर्कोपल्ट है भेटौँला नेक्स्ट ब्लगमा।